कसैलाई नरिजाई सिधै राष्ट्रघाती र भ्रष्टहरूलाई केही प्रश्न गर्न र आफ्नो कडा कुरा राख्न यो भिडियो बनाउँदैछु। कृपया तपाईहरू अन्तिमसम्म हेरिदिनु होला। अब ती दलालहरूलाई धेरै स्पष्टीकरण दिने र तिनका कुरा सुन्ने समय सकियो। तिनीहरूलाई अब सिधा जवाब दिने दिन आएको छ। साथीहरू, नेपाललाई कंगाल बनाउने कांग्रेस, एमाले, राप्रपा र माओवादीका नेताहरूलाई म सोध्न चाहन्छु, महाकाली नदी बेचेर पुगेन? गण्डकी बेचेर तिम्रो पेट भरिएन? विगतमा राजाको पालामा यो देशलाई आत्मनिर्भर बनाउन बनेका उद्योग कारखानाहरू ती कौडीको भावमा बेचेर देशलाई परनिर्भर बनाउने तिमीहरू नै होइनौ? राष्ट्रिय स्वाभिमानलाई बन्धक राखेर जनताको विरोध हुँदाहुँदै एमसीसी जस्ता राष्ट्रघाती सम्झौता पास गर्ने भ्रष्टहरू तिमीहरू नै होइनौ? तिमीहरूले देशका नदी नाला र प्राकृतिक स्रोत मात्र बेचेनौ, यो देशका लाखौं युवाहरूको भविष्यलाई खाडीको तातो बाल्नोमा बेचिदियौ। र अर्को कुरा, आफूलाई ठुलो राष्ट्रवादी र वैकल्पिक शक्ति दाबी गर्ने राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टीको दोहोरो चरित्र पनि अब लुक्न सक्दैन। केवल राजा र धर्मको नारा बेचेर जनताको सेन्टिमेन्टमा चाहिँ राजनीति गर्ने, तर सत्ता र कुर्सीको लागि तिनै भ्रष्ट कांग्रेस, एमाले र माओवादीको फेरो समाजमा पुग्ने राप्रपाको असली नाटक हामीले देखिसकेका छौं। सत्ताका लागि जुनसुकै सम्झौता गर्न तयार हुने राप्रपा र पुराना दलहरूमा केही फरक छैन। तिमीहरू सबै एउटै काठ खाने धमिराहरू हौ। त्यसैले देशलाई यो स्थितिमा पुर्याउने ती सबै राजनीतिक दलहरूलाई अब नागरिक स्थलबाट बहिष्कार गर्ने बेला आएको छ। तिनका खोक्रा भाषण सुन्ने फुर्सद अब हामीलाई छैन। नेपाल र नेपालीको स्वाभिमानका लागि, हाम्रा नदी नाला र उद्योगहरूको रक्षाका लागि अब हामी नेपाली सजग हुनुपर्छ। यस्ता भ्रष्ट र राष्ट्रघाती तत्त्वहरूलाई सत्ताको कुर्सीबाट जनताले लकेटिसकेका छन्। फेरि पनि यिनीहरू सत्तामा आउने कोसिसमा छन्। फेरि यिनीहरू सत्तामा आए भने यो देशको हित हुनेवाला छैन। मेरो कुरा स्पष्ट छ, राष्ट्रघात गर्ने कसैलाई पनि छुट दिनु हुँदैन, कुनै पनि हालतमा दिनु हुँदैन। जनता कुनै पनि हालतमा छुट दिनु हुँदैन। र यी अपराधीहरूको पछि जसरी अहिले युवाहरू लागिरहेका छन् नि, यो कुरा तिमीहरूले बुझ्न जरुरी छ। यी एमाले, कांग्रेस, माओवादी, साप्रापा यी के दलले छ नि पुराना, यिनीहरूको पछि लाग्यो भने तिमीहरूले यो देश कहिले पनि बन्दैन। यति कुरा चाहिँ बुझ साथीहरू। डिजिटलको जमाना छ, ल्याबको जमाना छ, कम्प्युटरको जमाना छ। अहिले कुनै सानोतिनो कुरा नराम्रो र राम्रो गरेमा दुनियाँमा थाहा पाइहाल्छ। तर त्यो ठुलो ठुलो मान्छे, नेता जस्तो मन्त्री भएको मान्छेहरू अहिले 2082 भादोदेखि अहिलेसम्म भ्रष्टाचारी गरेर, नराम्रो कुराहरू गरेर, अहिलेको सरकारलाई एकदम नराम्रो हरकत गरेर, आतंकवाद जस्तो कुरा गरेर उनीहरू अहिलेसम्म गरिरहेछ। दुनियाँ हेरिरहेछ। लाज लाग्दैन? तपाईहरू चाहे अहिलेसम्म सुध्रिने मौका छ, सुधर्नुस् र बालन सरकारलाई सहयोग गर्नुस्। नेपाल बन्छ। नेपाल बनाउन चाहन्छ भन्ने, नेपाल बनाउन चाहदैन भन्ने तपाईँ